कसम कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिंगार नायो जागलम कसम कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिंगार नायो जागलम कसम कहे नौजवान हो काँधमा काँध जोडी विघ्नको पहाड फोडी काँधमा काँध जोडी विघ्नको पहाड फोडी रक्त पसिना बगाई तना मन धन लगाई रक्त पसिना बगाई तना मन धन लगाई निर्माणको बेला छाइयो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिंगार नायो जागलम कसम कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिंगार नायो जागलम कसम कहे नौजवान हो कार्यक्रमका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरूलाई उठेर म राष्ट्रिय गानमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस नगरको प्रथम नगर स्थापना दिवस सबैको सहयोग सहकार्य र हातेमालोमा सम्पन्न गर्न गइरहेका छौँ। म फेरि पनि सबैजनालाई धन्यवाद दिन चाहन्छु। प्रथम राष्ट्रपति रनिङ सिलको सुरुवात गरेको कुरा पनि म यहाँहरू समक्ष यो कुरा जानकारी गराउन चाहे। 300 भन्दा बढीलाई निःशुल्क शल्यक्रिया भएको कुरा पनि म यहाँहरू समक्ष जानकारी गराउन चाहे। पूर्व रक्षा मन्त्री श्री रामवचन यादवज्यूलाई म अतिथि आसन ग्रहणका निमित्त हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथिको आसन ग्रहणका निमित्त हार्दिक अनुरोध गर्दछु। पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो पोलको गीत मार्फत यहाँहरूलाई स्वागतको लागि उहाँहरू तयारी अवस्थामा रहनु भएको छ। Sanna,
मैले यसअघि पनि यहाँहरूलाई यहाँबाट अतिथिज्यूहरूलाई आशीर्वादका निमित्त आमन्त्रण गरिसकेको थिएँ। अनुसार रामग्राम नगरपालिकाको नामबाट नामाकरण भएर सदनमा एनाउन्स हुँदाखेरि 5वटा नगरहरू थपिएका थिए, त्यही मध्ये यो पनि हो। र पहिलो निर्वाचनबाट नगर बन्दै गर्दा संस्थापक अहिले यही हुनुहुन्छ हाम्रा गोविन्द चौधरीजी, त्यो बेला मेयर र उपमेयर शङ्कर राय। र त्यही क्रममा 54 सालमा नै त्यही 51को निर्वाचन पछि त्यही गतिमा अघि बढ्दै गर्दा मैले पहिलो एउटा काम गर्न पाएँ यही नगरभित्र। त्यो बेला गृह राज्यमन्त्री 54मा बन्दै गर्दा हाम्रा तत्कालीन मेयर गोविन्दजी र शिवशङ्करजी राय र उहाँको कमिटीहरूको सल्लाहबाट यही बुद्ध चोकमा पहिलो बुद्ध चोकको नामाकरण गर्दै बुद्ध मूर्ति स्थापनाको लागि जग हालियो। पण्डितपुर जहाँ यस स्थलले भगवान बुद्धको महामौलीलाई सङ्केत दिइराखेको छ र म गर्वको साथ भन्न सक्छु, यदि हामी आफ्नो संस्कृतिको पहिचानको लागि यदि हामी अघि बढाउन सक्यौँ, बिना विभेद हामी सेवा दिन सक्यौँ भने निश्चय पनि यो ठाउँ हामी धेरै अगाडि बढाउन सक्छौँ। नशा त यहाँ हरेक चिजमा छ, मात्र यहाँ ल्याउन जान्नु पर्दछ। चेन्ज परिवर्तन अस्थायी हुन्छ, ट्रान्सफर्म स्थायी हुन्छ, कहिले पनि नभुल्दा राम्रो हुन्छ। हरेक मानिसको, हरेक पोलिटिसियनको, साइन्टिस्टको, इन्जिनियरको, किसानको, भिखारीको, धार्मिक आध्यात्मिक हरेक व्यक्तिको साझा उद्देश्य उसको दिलले मनले खोजेको चिज हो खुसी, शान्ति र आनन्द। यदि यो कुरा तपाईँलाई स्वीकार्य लाग्छ भने दुवै हात माथि उठाउँ, त्यस्तो मुस्कुराएर हजुर। रामग्राम नगरपालिकाले आयोजना गरेको यस कार्यक्रममा अब हामी झाँकी प्रस्तुत गर्दैछौँ। झाँकीका साथीहरूलाई कृपया म तयारी अवस्थामा रहिदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दछु। सबसे पहले विशेष धन्यवाद दें कि
यह कार्यक्रम कराओ गया, पत्रकार साथी लोगन भी बारी जा ध्यान आकर्षण करावल चाहती कि जवन भी आपके आज स्रोत बा वो आज स्रोत के भीतर रह के जवन काम में हाथ डाला जा वो काम के निरंतर रूप से लग के ओकर समस्या के समाधान करके दूसरे में हाथ डालने में अच्छा पड़ी। Smile on the face, with love in our hearts, with joy in the light, we welcome you this year. यही हो मेरो देश नेपाल, यही हो मेरो देश नेपाल। नगरपालिकाले 29 वर्ष नगरपालिका स्थापना पश्चात आज पहिलो पटक आफ्नो स्थापना दिवस मनाइरहेको छ। पक्कै पनि आज यो स्थापना दिवस समारोहमा हामी उपस्थित भइरहँदा हामीले आफूलाई गौरवान्वित ठान्नुपर्छ। किन भन्दाखेरि हामी यो जिल्लाको पहिलो नगरपालिका रामग्राम नगरपालिका 29 वर्षमा आज पहिलो पटक आफ्नो स्थापना दिवस मनाउन सफल भएको छ। हामी हाम्रो नेतृत्व पङ्क्तिबाट हामी जुन पदीय जिम्मेवारीमा छौँ हामी कतै विचलित नभई हामी सबैको समन्वय सहकार्य सहजीकरणबाट मात्र हाम्रो यो नगर र जिल्लाको समेत विकास हुन सम्भव छ। हामी हाम्रो दायित्व र कर्तव्यलाई बोध गर्दै हाम्रो दायित्व र हाम्रो जिम्मेवारी हामी जहाँ छौँ हामीले सबैले आफूमा मम गरेर समन्वय सहकार्य सहजीकरण गर्दै अगाडि बढ्यौँ भने पक्कै पनि विकासका निम्ति हामीले जुन लिएको लक्ष्य हो सबैको एउटै धारणा हो एउटै अभिव्यक्ति हो भने पक्कै पनि हामी लक्ष्य प्राप्ति गर्न सम्भव हुन्छ। माननीय मुख्यमन्त्री केन्द्रीय मन्त्रीका हामीले पटक पटक गयौँ र मोलहरू आए तर त्यति मोलले पनि अहिले पर्याप्त छैन र अहिले खाडी मुलुकदेखि इरान र अमेरिकाको लडाइँले गर्दाखेरि यो सालमा झन् मोलको अभाव हुन्छ। त्यस कारण चाहिँ बेलैमा चाहिँ हामी यो कुरोलाई सोचौँ र सिँचाइको सवालमा चाहिँ हामी एकदम दत्तचित्त भएर लागौँ। किनभने यहाँ 28वटा 30वटा डिप ट्युबवेल 50वटा गाडेर पनि केही हामीले उपलब्धि गर्न सक्दैनौँ। त्यस कारण हामीलाई चाहिँ ठुला ठुला चाहिँ सिँचाइका योजनाहरू त्यस कारण चाहिँ ती कुराहरूलाई चाहिँ हामी रामग्राम नगरपालिका प्रदेश सरकार र सङ्घीय सरकार मिलेर गर्नुपर्ने अति नै आवश्यक छ। त्यस कारण चाहिँ अहिले हाम्रो चाहिँ विद्यालयका कुरा गर्दाखेरि प्रदेश सरकारले 10वटा विद्यालय रामग्राम नगरपालिकामा लगानी गरेको अवस्था छ भने प्रदेश सरकारको तर्फबाट मेरो आफ्नो विनियोगतिर बेटी बढाऊ बेटी बचाऊ भन्ने सालमा हामीले रामग्राम नगरपालिकामा मात्र 25 लाख रुपियाँको चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ हामी छोरीहरूलाई चाहिँ हामीले साइकल वितरण गरेका छौँ। रामग्राम नगरपालिकाको 29औं वार्षिक सभा भव्य र सफलमा सफल हो र हामी तिनटै सरकारले मिलेर चाहिँ यस रामग्राम नगरीको उज्यालो पारौँ र भगवान गौतम बुद्धको माओली पण्डितपुर र रामग्रामको स्तूपलाई चाहिँ हामी तिनटै सरकारले मिलेर कति लगानी हुन्छ स्थानमा भइसकेको छ विकासको यसमा हामी सधैँ तत्पर रहौँ र तिनवटा सरकार मिलेर यस क्षेत्रको विकासमा अगाडि बढ्ने शुभकामना दिँदै यो कार्यक्रम भव्य र सफल होस् भन्ने आफ्नो भनाइ यन्त्रले धन्यवाद व्यक्त गर्छु। धन्यवाद। जय Because
दिमागमा जब पहिलो पटक बल पर्यो त्यही दिन सुरु भयो नेपाल क्रिकेटको कथा। It is the T20 final between Nepal and Australia. This is and Australia won the match. त्यो दिनदेखि अहिलेको दिनसम्म एउटा अधुरो सपना बाँकी छ। नेपालको लागि फेरि उभिएर खेल्नु and it's lovely straight drive, sensational cover drive, beautiful blue shot, brilliant one drive. Wow, it's awesome. Wonderful dive in the point.
Nepal made a great victory. Nepal won the T20 World Cup 2025. स्थानीय स्वायत्त शासन अन्तर्गत पहिलोचोटि 49 सालमा र दोस्रोचोटि 54 सालमा भएको निर्वाचनबाट दुई अवधि भन्न त्यति बेला स्वायत्त शासन ऐन अन्तर्गत भएको जुन स्थानीय निकाय अहिले त तह भन्छ त्यति बेला निकाय थियो त्यस पछाडि कहिल्यै चुनावै भयो जम्मा जम्मी 49 र 54 मा दुईचोटि चुनाव भयो पहिलोचोटि यहाँ सबै गाविस थिए दोस्रोचोटिमा रामग्राम मात्रै नगरपालिका थियो त्यस पछाडि स्थानीय तहको चुनाव हुँदै गयो र पछि चाहिँ 64 सालमा संविधान सभाको चुनाव भइसके पछाडि दोस्रो ट्राइमा अथवा 70 सालको संविधान सभाले मात्रै 2072 सालमा नयाँ संविधान जारी गरेर त्यो 72 सालको संविधान अन्तर्गत 2074 सालमा पहिलोचोटि फेडरल सिस्टमबाट वडा नगरपालिका र गाउँपालिकाहरूको चुनाव भएको हो र त्यस हिसाबले मैले भन्न खोजिरहेको कुरो के भन्दा त्यति बेलादेखिको स्मरण हामीले गर्नुपर्छ र त्यति बेलाको अवस्था के थियो भन्ने बारेमा पनि हामीले सम्झिनुपर्छ र त्यति बेला वास्तवमा भन्नुहुन्छ भने बजेटको यति अभाव थियो गाविसहरूमा खासै धेरै पैसा जान्थेन मैले नगरपालिका सम्हाल्दाखेरि 54 सालमा जो नगरपालिकाको बजेट मात्रै 40 लाख थियो तर म साधारण खर्च 35% मा निपटाउँछु 35 रुपियाँ मेरो साधारण खर्च थियो अहिले 55 रुपियाँ छ 45 रुपियाँ मात्रै विकास खर्च हो त्यतिखेर 65 रुपियाँ विकास खर्च थियो र 35 रुपियाँ तलब भत्ता थियो तो मैले प्रतिशतमा यदि हिसाब गर्ने हो भने पहिले भन्दा अहिले यो नगरपालिका कति पाएको छ र कुनै पनि आर्थिक रूपले आत्मनिर्भर सरकार त्यसलाई भनिन्छ जो आफ्नो खर्च घर खर्च 30 रुपैयाँमा जसले सञ्चालन गर्न सक्छ हमन के कम से कम अब आगे वाला जब नया पुस्ता के विकास हो चाहिए प्रगति तरफ हमने नगर पालिका बात नहीं बा लेकिन जौने तरह का हो चाहिए एक नंबर में फर्स्ट नंबर में नहीं बा सबकर जब साथ रही तब ने विकास हुई लेकिन नगर प्रमुख चाहे कि हम सब कुछ कर ले तो कबो नहीं हो पाए केवल माननीय मंत्री चाहे कि हम सब कुछ कर ले तो नहीं हो पाए तो सबका साथ तब विकास भविष्य आफ्नो आफूले अरूको रियाई बनाउँदैन यो शङ्का गरेर जानु छ पहिला अहिले बदल्नु छ भन्नेछौ नाक मानाको बनेर चिन्चाली नाक मानाको छोडेर हामीसँग कुरा छ विश्वमा सिद्धान्त प्राप्त विश्वले सम्मान गर्ने भगवानको रूप दिएको गौतम बुद्धको जन्म भएको थलो र उनलाई उनका जननी
माया देवीको जन्मस्थलो पण्डितपुर हामी कहाँ छ जो चाहिँ विश्व सम्पदाको रूपमा चिनी रामगञ्ज जहाँ धातुको एउटा वस्तु यहाँ छ भन्ने कुरा मान्यता रहेको छ। आफ्नो भन्ने मेरो नवलपरासीको अथवा मेरो रामको भन्ने कुरा के यो यसमा हाम्रो आर्थिक समुन्नतिका लागि पनि पर्यटकलाई आकर्षण गर्नको लागि पनि धार्मिक पर्यटन भित्राउनको लागि पनि हामीले बाटो जानको लागि भने बाटो निम्त्याउनको लागि पनि हामीले मित्र राष्ट्रका थुप्रै धर्मावलम्बीहरूलाई आमन्त्रण गर्न सक्छौँ, निमन्त्रणा गर्न सक्छौँ। आउनको लागि मात्र होइन, हाम्रो पहिचानको लागि पनि हामीले गर्ने कुरा हामीले हाम्रो खानाको परिकार हामीले प्रयोग गरेका पुराना संसाधनहरू जब हामीले एउटा पर्यटकलाई केही क्षण विश्रामको लागि रोक्न सकेनौँ भनेदेखि हामीले फाइदा के देखाउने मात्रै कुरा होइन, अर्थको कुरा हो। विकासको अर्थ हुने बित्तिकै नगद सम्पन्न हुन्छ, सम्पन्नता भएपछि अनि विकासका कुराहरू आउँछ। विकास समृद्धिका कुरा अर्थसँग जोडिएको हुन्छ, समन्वित कुराहरू अर्थसँग जोडिएको हुन्छ। त्यसकारण यस प्रयासको लागि जुन उहाँका टिमले उहाँका समस्त कार्यपालिकाका साथीहरूले जुन किसिमको आफ्ना एकताबद्ध भएर अगाडि बढिराख्नु भएको छ त्यो गर्न सफल हुनुभएकोमा आजको यस अवसरमा उहाँलाई म हार्दिक बधाई दिन चाहन्छु। हिजोको दिनमा एउटा आम पार्टीको कार्यकर्ता भइरहँदा हिजोको दिनमा कसैले 12 बजे राति फोन गर्दा त्यो जनताको समस्याको समाधानको लागि पनि जसरी मेरो उपस्थिति थियो र भोलिको दिनमा पनि सांसद भइरहँदा पनि हरेक जनताको हरेक नागरिकको लागि हरेक उत्पीडित दलित महिला मुस्लिम जनजाति सम्पूर्णको प्रतिनिधित्वको लागि र सम्पूर्ण महिलाको हक अधिकारको लागि र सम्पूर्ण महिलाको कुनै पनि जाति कुनै पनि भाषा भाषी कुनै पनि धर्म सम्पूर्णको प्रतिनिधित्व गर्दै र सम्पूर्ण महिलाको र सम्पूर्ण नागरिकको समस्या मेरो समस्या रहनेछ र सबैको समस्याको समाधान म आफ्नो बलभूतले भ्याएसम्म समस्याको समाधान गर्ने नै छु। अहिलेको जनता नेताको भाषण सुन्नु चाहेकै छैन, काम चाहेको छ। युवाहरूले रोजगार चाहेका छन्, महिलाहरूले सिकुलर कार्यक्रम र जागिर चाहेका छन्, किसानले मद र जल चाहेको छ, जनताले खाने पानीबाट शुद्ध पानी खान खोजेका छन्, स्वास्थ्य जनताले ध्यान दिएका छन्। अरू जति जुन चाहिने भने जनतालाई स्वास्थ्यको पूर्ति हामी गर्न सकेका छौँ। जुन युवकाहरू छन् भोलि फुटबल कुद्दाखेरि भलिबल कुद्दाखेरि उसलाई सैया पाउँदैन, उसलाई सोच लगाउनु पर्छ। हामी के विपन्न गरिब जनजातिका परिवारलाई बच्चालाई शिक्षाको लागि उसको जोडका लागि शिक्षाको लागि हामी प्रयास गर्छौँ। आज जनता पीडामा छन्। भर्खरै तपाईँको हिजो नै 12:34 राष्ट्रसभाका सरकारका वरिष्ठ नेता बलेन्द्र शाहजीले प्रधानमन्त्रीका शपथ ग्रहण गरे। शपथ ग्रहण गरिसकेपछि 15 मन्त्रीमण्डलमा 5 जना महिला मन्त्री भए। आजसम्म धेरै सरकार बन्यो,
काङ्ग्रेसको भन्यो, एमाले भन्यो, मिलिजुली भन्यो, तर त्यो संविधान अनुसार महिलाको 33% मन्त्री कोही पनि दिन सकेन। विकास प्रेमी गणपत यादवजीलाई शुभकामना दिँदै तपाईँको राम दिनदिन राज्यमा प्रगति गरोस्। लुम्बिनी प्रदेश तपाईँको साथमा छ र ठुलो शुभकामना बिदा हुन्छु। धन्यवाद, नमस्कार, धन्यवाद। नगरपालिका अब आउने भावी चाहिँ दिनहरूमा चाहिँ बनाएका प्लान र गर्ने कार्यहरूको चाहिँ हामी केही मुद्दाहरू चाहिँ म तपाईँहरूको नाम राख्न चाहन्छु। जस्तै हामीले पर्यटक क्षेत्रमा बुद्ध स्थलको लुम्बिनी सङ्ग्रहको चाहिँ कनेक्टिभिटी वृद्धि गर्ने र ब्ल्याक लुम्बिनीका कुराहरू राखेको छ। पर्यटन क्षेत्रमा हामी रामग्राम नगरपालिका ग्रेटर लुम्बिनी अन्तर्गत 4वटा नगरपालिका अन्तर रामग्राम नगरपालिका पर्ने भएकोले हामीले 4वटा नगरपालिकाको एउटा दुध परिपथको चाहिँ निर्माण गर्दै र रामग्राम स्कुलमा र पण्डितपुर लगायत हामी होमस्टेमा पर्यटकहरूलाई चाहिँ भित्राउने कामको लागि रामग्राम नगरपालिकाले उत्खननदेखि लिएर जग्गा अधिग्रहण गर्ने गरी र रामग्राम नगरपालिकाले रामग्राम स्कुलमा एउटा ध्यान केन्द्र बनाउने गरी हामी भावी प्लानको लागि अगाडि बढेका छौँ। त्यसैले हामीले एउटा क्रिकेट मैदानलाई पनि जोड दिएका छौँ। सम्भवतः हामी त्यही स्टेडियममा चाहिँ क्रिकेटलाई पनि जोड्दै अगाडि बढ्नेछौँ र यी कुराहरू राख्दै रामग्राम नगरपालिकाले किसानहरूसँग जो किसानलाई जोड्दै जाँदाखेरि दुध उत्पादनमा पनि अनुदान दिने कार्यक्रममा पनि राखेर अगाडि बढाएका छौँ र यसरी अहिले धेरै कुराहरू थियो। आज संविधान चाहिँ अग्रज नेताजीहरूलाई चाहिँ हामीले र हाम्रा अतिथि गणहरूलाई चाहिँ कुरा गर्दै दिँदै जाँदाखेरि लास्टमा चाहिँ अब उपस्थिति पनि दिनु भएको हुनाले यी धेरै कुराहरू बाँकी रहेको कारणले हामी आउने कार्यक्रममा जुन हामीले चाहिँ बुद्ध जयन्ती वैशाख 18 गते कुन फेस्टिभलमा त्यो सँगसँगै हामीले बुद्ध जयन्ती मनाउने त्यसमा चाहिँ हामीले आफ्ना धेरै भावी योजनाहरूका कुराहरू राख्दै हामी तपाईँहरू माझमा काम गर्दै अगाडि विकासका काम गर्दै अगाडि बढ्नेछौँ। यी कुराहरू राख्दै र अतिथिजीहरूले चाहिँ धेरै देशसम्म चाहिँ धेरै